चिहाक्न छपुनी नोचु न्यने थगु नोचु त्यादे निन्ति कवि अभय श्रेष्ठ जुता इनाप्या शुभा नमस्ते जी कविता नेपाली खे नेपाली भाषाए दु खे नेपाली भाषाए प्रस्तुतिका लागि जित अनुमति बियादी छ मेरो कविता प्यालेस्टाइनी बालबालिकाहरूको बारेमा छ प्यालेस्टाइनीहरू तपाईँ हामी सबैलाई थाहा छ हामी नेपाली भन्दा पनि असाध्यै धेरै पीडित छन् उनीहरू आफ्नै देशमा आफ्नो देश जस्तो भएर आफ्नो बाँच्न पाइरहेका छैनन् अस्ति मात्रै तपाईहरुले यो टेलिभिजनमा पनि हामी देख्न सक्छौं त्यो वरिपरि इजरायलले घेराबन्दी गरेको छ र त्यो तारबार भित्र मात्रै उनीहरू सीमित छन् जबकि त्यो देश उनीहरूको थियो आफ्नै देशमा उनीहरू परदेशी जस्तो भएर बाँच्न बाध्य छन् अनि 2 वर्ष अगाडि अक्टोबर 7 मा हमासले आक्रमण गरेको न्यूमा इजरायलले प्यालेस्टाइनीहरूमाथि जुन अत्याचार गरेको छ त्यो वर्णनातीत छ त्यो कतिसम्म भने उनीहरूलाई खान दिएको छैन पानीसम्म पिउन दिएको छैन पुरा नाकाबन्दी गरिएको छ जबकि त्यो दोष पनि हमासमाथि उनीहरूले लगाएका छन् कतिसम्म भने एक पत्रकारहरूले 200 जनालाई ताकी उनीहरूले मारिसकेका छन् अन्तर्राष्ट्रिय पत्रकारहरूलाई पनि थुप्रै मारिसकेको छ जस्तो एकजना मरियम दिदी भन्ने एपी भन्ने समाचार संस्थाको पत्रकार हुन्छ एकदमै चर्चित हुनुहुन्थ्यो उहाँका तस्बिरहरू विश्व प्रसिद्ध छन् गाजामा खान नपाएर करङ मात्र देखेका बालबालिकाहरूको तस्बिर उहाँका त्यो तस्बिरहरू असाध्यै चर्चित छन् र त्यो तस्बिर खिच्ने क्रममा उहाँ एउटा अस्पतालमा हुनुहुन्थ्यो त्यो उहाँलाई नै ताकेर करिब 1 महिना जति इजरायलले बेन्जामिन नेतान्याहुको नेतृत्वको इजरायलले उहाँसहित 5 जना अन्तर्राष्ट्रिय पत्रकारहरूको त्यही बेला हत्या गरेको छ र त्यसको विरोध संसारभरि भइरहेको छ हिजो मात्रै इटालीमा 2 मिलियन भनेको 20 लाख जनताले र्याली गरेर गाजामाथि इजरायलको आक्रमणको विरोध गरेको छ अलि अगाडि बेन्जामिन नेतान्याहु संलग्न संयुक्त राष्ट्र सङ्घको सभालाई जब बेन्जामिन नेतान्याहुले बोल्न अगाडि बढे सबैले बहिष्कार गरेर त्यो सभालाई बहिष्कार गरिदियो यो एउटा राम्रो शुभ समाचार पनि हो कि अन्याय अत्याचारको विरोध संसारमा सबैले गर्छन् मेरो कविता त्यसै यही विषयवस्तुमा केन्द्रित छ मञ्चासीन आदरणीय नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेज्यू जसलाई म आत्मीयतापूर्वक नारायणमान दाई भन्न रुचाउँछु कमरेड रोहित जो राजनीतिक रूपमा चाहिँ कमरेड रोहित भन्न सकिन्छ उहाँलाई साहित्यकारको रूपमा हरिबहादुर श्रेष्ठ यहाँ रतन भण्डारीज्यू अरू मञ्चासीन साथीहरू मेरा कवि मित्र हरिहर तिमर सिन्हाज्यू लगायत साथीहरू म यो कविता प्रस्तुत गर्छु मेरो कविताको शीर्षक गाजाका भोका नानीहरूप्रति गाजाका भोका नानीहरूप्रति तिम्रो मातृभूमिलाई बैरीहरूले बनाए मृत्युको उदान मानौ तिम्रो मातृभूमिलाई बैरीहरूले बनाए मृत्युको उदान मानौ यो हो तिनको फुटबल मैदान गाजाका भोका नानीहरू तिम्रो भोको पेटमा बैरीको गोली बर्सदा मलाई आफै तडपिएर मरिरहे झैँ लाग्छ तिम्रो भूमिमा नाकाबन्दी हुँदा मलाई आफ्नै घाँटी कसैले थिचिरहे झैँ लाग्छ तिम्रो ढाडमा निस्किएको करङ देख्दा म आफै अनिकालमा बेहोस भए झैँ लाग्छ परचक्रीले तिम्रो भूमिबाट तिमीलाई लखेड्दा मलाई आफ्नै घरमा डाँका पसे झैँ लाग्छ गाजाको आकाशमा मृत्युको साइरन बजिरहँदा मलाई आफ्नै थाप्लोमा बम बर्सिए झैँ लाग्छ विडम्बना हेर तिनैलाई शान्तिको नाममा पुरस्कारको सिफारिस भइरहेछ जसले यो अपराधलाई गरिरहेछ अनुमोदन मान्छेको रगतमाथि कुरूप नाच्नेहरूकै पूजा अर्चना चलिरहेछ गाजाका भोका नानीहरू
तिमीहरूका छाला बाहिरै देखिने करङ र बमले उछिटिएका तिम्रा आफन्तका अङ्गहरूमाथि प्रतिशोधमा हाँस्नेहरूलाई गर्न सक्दिन म माफ। लुटको सम्पत्तिलाई भन्न सक्दिन म समृद्धि। मानव सभ्यतामाथिको यो क्रूर अट्टहासलाई सदर गर्न तेल अबिबमा पिकनिक मनाइरहेका प्राणीलाई भन्न सक्दिन म मान्छे। गाँजाका टुहुरा नानीहरू, गाँजाका टुहुरा बाबुहरू, गाँजाका टुहुरा आमाहरू, गाँजाका टुहुरा पिताहरू, गाँजाका टुहुरा हजुरबाहरू, गाँजाका टुहुरा हजुरआमाहरू, मानवताको यो महाविनाशप्रति कुनै पनि क्षण बस्न सक्दिन म चुपचाप। म विरोधमा उठाइरहनेछु प्लेकार्ड, तिम्रो पक्षमा उठाइरहनेछु आवाज, लेखिरहनेछु कविता, गाइरहनेछु गीत, अत्याचारका मुकामहरूमा बोलिरहनेछु धावा र बुझाइरहनेछु विरोध पत्र। गाँजाका भोका नानीहरू, केही त बाँकी छ अझै मानवताको बीज, म त्यसैलाई हुर्काउँछु, बढाउँछु। मलाई थाहा छ कुनै पनि क्षण मारिन सक्छु म आफै, तर मलाई विश्वास छ उठ्नेछ एक दिन शक्तिहीनहरूको शक्तिशाली आवाज, र कुनै दिन महाशक्ति पनि हुनेछ शक्तिविहीन। र एक दिन प्यालेस्टाइनको आकाशमा पनि हुनेछ न्यायको सूर्योदय। र एक दिन प्यालेस्टाइनको आकाशमा पनि हुनेछ न्यायको सूर्योदय। धन्यवाद। एकको शुभाय। धन्यवाद। नमस्ते। धेरै धेरै धन्यवाद कवि अभय श्रेष्ठज्यूलाई युगको शुभावे।